ल आजको छलफलमा स्वागत छ। हामीले स्रोतहरू हेर्दा एउटा निकै चाखलाग्दो प्रश्न भेट्यौं। यो अक्सर सोधिने प्रश्न पनि हो क्यारे, पुरुषको लिङ्गको आकारले यौन जीवनमा कस्तो असर पार्छ? यस्तो खालको प्रश्न। हामीसँग भएको स्रोत त्यो एन्टेक नेपालको एआई पडकास्टको सानो अंश, अनि अर्को पुरुष लिङ्ग र यौन जीवन भन्ने सामग्रीमा पनि यो प्रश्न उल्लेख भएको रहेछ। हो, दुवैमा छ। तर कुरो के भने, प्रश्न मात्रै छ, जवाफ चाहिँ छैन। हो, त्यही त हो। त्यो भएर आज हाम्रो उद्देश्य चाहिँ यही प्रश्नलाई अलिक केलाउने हो। मतलब स्रोतले जवाफ नदिए पनि यो प्रश्न किन उठ्छ बारम्बार, हैन? यसले के कस्ता विचार उब्जाउँछ, यसलाई अलिक गहिरिएर हेरौँ न त। हुन्छ। यो प्रश्न आफैमा अलि संवेदनशील पनि छ, तर महत्त्वपूर्ण पनि, किनभने यसले यौनिकता अनि त्यो आत्मविश्वास सम्बन्धबारे समाजमा कस्ता धारणाहरू छन् भन्ने कुरालाई छुन्छ जस्तो लाग्छ मलाई। एकदम सही हो। यहाँ ध्यान दिनुपर्ने कुरा के हो भने, तपाईले अघि भन्नुभए जस्तै हामीलाई प्राप्त स्रोतहरूले यो प्रश्न सोधेका मात्रै छन्। तिनीहरूले कुनै तथ्याङ्क दिएका छैनन्, विश्लेषण पनि छैनन्, अथवा सिधा जवाफै छैन के। ए हो र? त्यो त झन् चाखलाग्दो भयो। हो नि, यो आफैमा एउटा विचार गर्नुपर्ने पक्ष हो। हैन, स्रोतले प्रश्न मात्र सोध्नु, जवाफ नदिनु, यसले के देखाउँछ होला? के मतलब यसको सजिलो उत्तर छैन भन्ने हो, वा अरू केही? हुन सक्छ, एउटा त त्यो हुन सक्छ, अथवा यसले यो पनि देखाउँछ कि यो प्रश्न कति धेरै सोधिन्छ, मान्छेहरूमा कति कौतूहल छ। स्रोतहरूले सायद पाठक वा श्रोताको ध्यान तान्न पनि प्रयोग गरेको हुन सक्छ, तर जवाफ नहुनुले चाहिँ यो विषय कति जटिल छ अनि कति व्यक्तिगत हुन सक्छ भन्ने कुरा पनि देखाउँछ। हो, त्यो पनि हो। त्यसो भए उत्तर नभए पनि यो प्रश्न आफैमा किन यति महत्त्वपूर्ण मानिन्छ त? तपाईको विचारमा यसले मुख्य रूपमा के कुराहरूलाई छुन्छ? यसले छुने मुख्य कुरा भनेको व्यक्तिको शारीरिक छवि हो। मतलब आफ्नो शरीरलाई हेर्ने दृष्टिकोण। बडी इमेज हो, बडी इमेज। समाजमा कहिलेकाहीँ कस्तो हुन्छ भने पुरुषको लिङ्गको आकारलाई पुरुषत्वसँग अनि क्षमता वा यौन आकर्षणसँग जोडेर हेर्ने चलन छ नि। छ, त्यो त सुनिन्छ। हो, अनि यो सामाजिक दबावले गर्दा कतिपयमा आत्मविश्वासमा कमी आउन सक्छ। हो, त्यो आत्मविश्वासको कुरा महत्त्वपूर्ण छ। आफ्नो शरीरप्रति अलिकति नकारात्मक सोच आयो वा आत्मविश्वास कम भयो भने त त्यसले सम्बन्धमा पनि असर पार्छ होला नि, हैन र? एकदमै पार्छ। जब कोही व्यक्ति आफ्नो शारीरिक पक्षलाई लिएर धेरै चिन्तित हुन्छ, त्यसले यौनिक निकटतामा बाधा पुर्याउन सक्छ। अनि यसले यौन सम्बन्धमा खुला सञ्चार, मतलब आफ्ना इच्छाहरू, चिन्ताहरू वा असुरक्षाबारे आफ्नो साथीसँग खुलेर कुरा गर्ने क्षमतामा पनि असर पार्छ। आकारको चिन्ताले गर्दा यौन आनन्द र सम्बन्धका अन्य महत्त्वपूर्ण पक्षहरू छ नि, जस्तै त्यो भावनात्मक जोड, विश्वास, आपसी समझदारी, त्यतातिर ध्यान नै नजान सक्छ, ध्यान अन्तै मोडिन सक्छ। यो त गजबको कुरा भयो। मतलब स्रोतले सिधा जवाब दिएन, तर प्रश्न आफैले हामीलाई सम्बन्ध, आत्मविश्वास, शारीरिक छवि, सञ्चार जस्ता अझ गहिरो विषयमा सोच्न लगायो। हो नि, ठ्याक्कै। यो प्रश्न उठ्नु आफैमा महत्त्वपूर्ण रहेछ, यी सबै कुराहरू कसरी झेलिएका छन् भनेर देखाउनलाई। हो, ठिक भन्नुभयो। स्रोतले जवाफ नदिएर सायद अझ महत्त्वपूर्ण काम पो गर्यो कि जस्तो। कसरी? यसले हामीले सोच्न बाध्य बनायो नि त। अनि हेर्नुस् न, एउटा प्राविधिक विषय जस्तो कि एआई बारेको स्रोतमा पनि यस्तो प्रश्न भेटिनुले यो कति सर्वव्यापी छ भन्ने देखाउँछ। हो त नि, एआई को कुरा गर्ने ठाउँमा पनि यो प्रश्न। हो, यसले यौनिकता र शारीरिक छविबारे समाजमा कति गहिरो गरी जरा गाडेका धारणाहरू छन् भन्नेतर्फ सङ्केत गर्छ। त्यसो भए आजको यो हाम्रो कुराकानीबाट मुख्य कुरा के लिन सकिन्छ त? निचोड के रह्यो? निचोडमा भन्दा आज हामीले स्रोतमा उल्लेखित एउटा जिज्ञासामा छलफल गर्यौं, पुरुष लिङ्गको आकार र यौन जीवन बीचको सम्बन्धबारे। स्रोतमा यसको उत्तर त भेटिएन, तर हामीले के कुरामा ध्यान दियौं भने यो प्रश्न आफैमा किन महत्त्वपूर्ण छ, यो किन बारम्बार उठाइन्छ। अनि के देखियो भन्दा यो प्रश्नले शारीरिक छवि, आत्मविश्वास र सम्बन्धभित्रको सञ्चार जस्ता गहिरो मनोवैज्ञानिक र सामाजिक पक्षहरूलाई छुन्छ। स्रोतमा जानकारी सीमित हुँदाहुँदै पनि त्यसले नै हामीलाई विषयको जटिलता बुझ्न मद्दत गर्यो। हो, सारमा भन्नुपर्दा स्रोतले जवाफ नदिए पनि प्रश्न आफैमा विचार गर्न लायक छ। यसले व्यक्तिगत र सामाजिक धारणाहरूलाई देखाउँछ। यो आफैमा एउटा महत्त्वपूर्ण कुरा भयो।
एकदम। अनि यसले मलाई अर्को एउटा प्रश्न सोच्न बाध्य बनायो। अन्तिममा एउटा विचार छोडौँ न त। हुन्छ, भन्नुस् न। के यौन सन्तुष्टि साँच्चै आकारमा मात्रै सीमित होला त? भावनात्मक निकटता, विश्वास, आपसी समझदारी अनि त्यो सञ्चार जस्ता कुराहरूले यौन जीवन र समग्र सम्बन्धमा कस्तो भूमिका खेल्छन् होला? महत्त्वपूर्ण प्रश्न हो। हो नि। यो प्रश्नमा घोत्लिनु सायद लिङ्गको आकारबारे चिन्ता गर्नुभन्दा बढी महत्त्वपूर्ण पो हो कि? यो विचार गर्न लायक प्रश्न हो।